चिया सिड खानु हाम्रो शरीरको लागि एकदमै धेरै फाइदाजनक छ। यसलाई बिहान बिहान ब्रेकफास्टको रूपमा पनि खान सकिन्छ। आज म एकदमै सजिलो तरिकामा हेल्दी घरमै भएको सामग्रीहरू युज गरेर बनाउँदैछु। यसलाई बनाउनको लागि सबैभन्दा पहिला मैले चिया सिड लिएँ। अब एउटा ग्लासमा लगभग चिया चम्चाको 2 चम्चा जति चिया सिडलाई राख्छु। त्यसपछि चाहिँ मैले मनतातो दुधलाई राखेँ। चिसै राख्दा पनि फरक पर्दैन। यो चाहिँ ओखर र ठुलो बदाम हो। त्यसै गरी अलिकति काजु पनि राखिदिने। मसिनो मसिनो टुक्रामा काटेको पेस्ता, आफूलाई कतिको धेरै थोरै राखेको मनपर्छ त्यो अनुसार किसमिस पनि राख्ने। हजुरहरूलाई जुन जुन नट्सहरू मनपर्छ सबै राखेर मजासँग फिट्ने, नत्र चाहिँ एउटै जाम हुन्छ। यो मजासँग फुल्नको लागि चाहिँ मजाले फिट्न आवश्यक छ। दुध पुगेन जस्तो लाग्यो भने चाहिँ अलिकति थप्ने, फेरि पनि मजासँग फिट्ने। यसरी सुरुमै फिट्दा चाहिँ यो भिजिसक्दा एकदमै राम्रो हुन्छ। यसलाई यत्तिकै खाइहाल्दा चाहिँ शरीरमा राम्रोसँग लिँदैन। त्यसैले गर्दा छोपेर हजुरहरूले ओभरनाइट पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ 2 घण्टा जति मात्र राखेँ। यो कतिको फुलेको छ हजुरहरूलाई म एकपटक चलाएर पनि देखाउँदैछु। ल हेर्नुहोस् त कस्तो मजासँग फुलेको छ। छिट्टै खाने भएको हुनाले मैले चाहिँ मनतातो दुधमा राखेकी हुँ। हजुरहरूलाई भिजेको जस्तो लागेन भने चाहिँ समय छ भने फेरि पनि छोपेर राख्न सक्नुहुन्छ। नट्सहरू पनि एकदमै राम्रोसँग भिज्यो भने चाहिँ शरीरको लागि धेरै नै हेल्दी हुन्छ। अब यसमा एक ठुलो चम्चा मह राख्ने। अब आफूलाई मनपर्ने फ्रुट्सहरू स्याउ, अङ्गुर, ब्ल्याकबेरी, स्ट्रबेरी, म्याङ्गो लगायत बनाना जुनसुकै फ्रुट्स पनि राख्न सक्नुहुन्छ। अब यो फ्रुट्स राखिसकेपछि पनि हजुरहरूले मजासँग फिट्ने। यो एकदमै आडिलो हुन्छ। फ्रुट्स पनि सबैतिर लाग्ने गरी राम्रोसँग चलाउने। यदि हजुरहरूसँग समय छ भने त अझै यसलाई छोपेर 1-2 घण्टा छोड्नु भयो भने पनि हुन्छ। यदि टाइम छैन खाइहाल्नु पर्छ भने चाहिँ अब खाँदा पनि हुन्छ। यसको स्वाद पनि अति नै मिठो हुन्छ। यो वेट लसको लागि मात्र नभएर शरीरको लागि धेरै नै बेनिफिट्स छ। यसलाई विभिन्न तरिकाले बनाइन्छ। मात्र हजुरहरूले तातो पानीमा राखेर ओभरनाइट छोडिदिन पनि सक्नुहुन्छ। यदि दहीसँग राख्नुभयो भने पनि हुन्छ। मजाले फ्रुट्सहरूसँग अनि नट्सहरूलाई मिक्सरमा पिसेर चिया सिड बनाएर खानुभयो पनि हुन्छ। हजुरहरूले ओट्सको साथमा 1-2 चम्चा चिया सिड दुधमा भिजाएर छोड्नुभयो भने हुन्छ। कहिलेकाहीँ चाहिँ म त्यसरी बनाउँछु। त्यसरी बनाउँदा पनि बिहानको चाहिँ खानाको साटो नै यति नै चिया सिड खायो भने हजुरहरूलाई खानाको जरुरत पर्दैन। यो एकदमै आडिलो हुन्छ। त्यसैले गर्दा हत्तपत्त भोक लाग्दैन। तत्काल भोक नलागिसकेपछि चाहिँ अरू खानाहरू खाइँदैन। त्यसैले गर्दा एकदमै छिटो वेट लसमा हेल्प हुन्छ। यसलाई अत्याधिक रूपमा यसलाई एकै पटकमा अत्याधिक मात्रामा धेरै खानु पनि हुँदैन। मात्र दिनमा 2 देखि 3 चम्चा खानुभयो भने शरीरको लागि काफी हुन्छ।